सो हेलो गाइस, नमस्ते फ्यापुलो सबैजनालाई मेरो तर्फबाट म तपाईहरुको निमा आज एउटा नयाँ ब्लग लिएर आइसकेको छु तपाईहरुको माझमा। अनि सबैजनालाई तिहारको धेरै धेरै शुभकामना। तिहार सबैको राम्रो जाओस्, सबै कुशल मंगल होस्। अनि पटेका चाहिँ एकदम ध्यानले पड्काउनु होला किनकि हातमा पड्किने डर हुन्छ। आजको ब्लग चाहिँ म बिहानदेखि नै स्टार्ट गर्दैछु। अहिले बजेको छ तपाईको 6:30 भइसकिसकेको छ है त। आज चाहिँ म तिहार कसरी मनाउँछु, के मनाउँछु क्वार्टरमा है त हेर्दै गर्नुहोस् होला। तपाईहरुसँग म यो भिडियोको माध्यमले मेरो ओछिनको हालत चाहिँ यस्तो भइरहेछ। अब चाहिँ म योहरु चिटिक्कै मिलाएर चिटिक्कै गर्छु। पहिला काम चाहिँ मैले यहाँ चाहिँ पाला भिजाएर राखेको छु। यहाँ हेर्नु सक्नुहुन्छ, यसलाई चाहिँ मैले एकछिन भिजाएर राखेको पानीमा। यहाँ हेर्नु सक्नुहुन्छ, मैले चाहिँ बेड मिलाएर चिटिक्कै पारिदिएको छु मेरो रुमको। यहाँ लगाइदिएको मेरो हस्बेन्डलाई पनि अलिकति सफाई गर्नुमा। यहाँ चाहिँ अब म झाडुहरू गरिहाल्छु फटाफट रुमहरू सफा गर्नुको लागि। अब चाहिँ यहाँ घर पुस्नुको लागि रेडी गरेको। यहाँ चाहिँ म फिनाइल हाल्दैछु, हेर्नु सक्नुहुन्छ। हामीले घरहरू सबै पुसेर चटक पारिसकेको छौँ। यहाँ चाहिँ हामी लक्ष्मी माताको फोटो टाल्नुको लागि रेडी गर्दैछौँ। यो चाहिँ हामीले नसेलाउने गरी पर्मानेन्टको लागि लगाएको। भरे पुरीको लागि, भरे बेलुका 1-2जनालाई बाल्नुको लागि प्रसादीमा। अन्त सुजी पनि बनाउँछु आज म गुलियोमा चाहिँ। बल्ल बल्ल अलिकति काम सकेको छ। अब चाहिँ म नुहाइधुवाइ गर्छु, त्यसपछि चाहिँ हलुवा बनाउँछु है त। त्यसको बाद भेटौँला फेरि। गरेर अब चाहिँ छेसम पनि रेडी भइसकेको छ हाम्रो चाहिँ। हेर्नुहोस् है, हाम्रो चाहिँ छेसम यस्तो छ। लक्ष्मी माता चाहिँ यहाँ छ, यहाँ हाम्रो चाहिँ छेसम। मैले चाहिँ यहाँ सुजीको हलुवा बनाएको छु। यस्तो छ साथी हाम्रो चाहिँ छेसम। नि अब चाहिँ म रेडी हुन्छु है त। यहाँ चाहिँ म तपाईहरुलाई देखाउँछु मेरो नयाँ लुगा, जो कि आज दिवालीमा लाउनुको लागि। हेर्नुहोस् है, यस्तो छ। अहिले लगाएर देखाउँछु है त ठ्याक्कै। यो चाहिँ मेरो आज फाइनल लुक साथी हो, मेरो नयाँ लुगा तिहारको। हेर्नु सक्नुहुन्छ कस्तो छ, कमेन्ट गरेर भनिदिनुहोस् होला है त। चाहिँ मैले के बनाएँ भन्दा यहाँ पुरी छ, यहाँ आलुदम, अनि यहाँ हलुवा सुजीको, अनि यहाँ मटरको अचार, गोर्खे अचार हैन। यहाँ चाहिँ मिठाई छ, लड्डु। हेर्नुहोस् है, आज चाहिँ हाम्रो यस्तो छ। अब चाहिँ हामी यहाँ पूजा गर्नु लाग्यौँ। पूजा गर्नु लाग्यो है साथीहरुको चाहिँ। यसरी नै
ल साथी हामीले पूजा गरी पनि सकेको छौँ, दियो बाल्नु थाल्यौँ। क्वार्टरको तिहार यस्तै भयो। यो चाहिँ पछाडिपट्टि है हाम्रो ह्याप्पी दिवाली सबैजनालाई। मेरो घर परिवार सबैजनालाई सम्झना छ, धेरै माया छ। यो हेर्नुहोस् है, यो चाहिँ हाम्रो क्वार्टरहरू यस्तो छ, यसरी सजाएको छ है साथी हो। तपाईहरुले चाहिँ कसरी मनाउनु भयो तिहारहरू?